हाई एभ्रिवान, गुड मर्निङ। म चाहिँ काम गर्नुको लागि रेडी हो। एकदम कडा छ काम। आजको होमवर्क हो मेरो बुढाको उपर र हो मेरो चाहिँ यहाँनिर यो मोलहरू मिलाउनु छ हो, यो फुलहरू राख्नु छ। आज काम चाहिँ डह्रो छ। काम गर्दै गर्छु, तपाईँहरूलाई पनि देखाउँछु। अब यो चाहिँ अलिक मजाले सुकाएर मात्रै काट्नुपर्छ। दुखाए यो चाहिँ अब मजाले सुकेर काट्नुपर्छ। हिजो चाहिँ कमिलाको बोला डल्लै थियो, गएछ हौ। अब चाहिँ सुकायो हो। अब यहाँनिर चाहिँ यो चाहिँ मेरो बेलुका भिज्छ भनेर मैले सुकाएको हो। यहाँ चाहिँ मोल मिक्सिङ हुँदैछ हो। सबैलाई अब यता फुल सार्नु छ हो। मेरो बुढाको कडा छ होमवर्क यहाँनिर। घाममा हिजो पनि घाम लाग्यो भनेर अल्छी गरेँ नि। आज पनि धुनै पर्यो होइन। हिजो धुवा भनेको नि मैले धुएनन् हो। अब मेरो यहाँ यसरी राखेको छु स्नेक प्लान्टको भेराइटिज चाहिँ। अब सुरु काम। गरम भन्ने चाहिँ यस्तो घाम लागिरहेको छ कि आम्माम कस्तो चाहिँ घाम लागिरहेको छ भन्नु। मेरो गमलाहरू खाली गर्नु छ, एक जग्गा हो। सार्नु छ फेरि, त्यस्तै छ आजको काम चाहिँ हो। अन्त त्यो सोतर काट्नु छ आज चाहिँ, किनभने चाहिँ अब चाहिँ गदावरी रोप्नु टाइम भयो। गदावरीको लागि मोल रेडी गर्नुपर्छ हो। त्यही भएर यो सोतर चाहिँ आज काट्नैपर्छ मैले। अन्त मलाई हिजो एल्साले गदावरी ल्याइदिएको छ कटिङ हो, त्यो सार्नु छ थुप्रै काम। तपाईँहरूलाई देखाउँछु हो, हेर्दै गर्नु होला। यो पनि सार्नु छ हो। निकै हेल्दी भएर आएको छ। यसलाई पनि गमलामा हाल्नु छ। यहाँ चाहिँ म रेडी गरेको रोप्नुको लागि हो। तपाईँहरूलाई देखाउँछु ल। अलिअलि रोपेको मैले चाहिँ गदावरी सारिसकेँ हो। गदावरी सारेँ, अनि यो सिल्भर प्रिन्स पनि सारेँ। सारिसकेँ। त्यो अब चाहिँ एल्सा खुसी भइस होला यो सारेर देखेर। हिजोदेखि कराएको थियो सारिहाल्नु भनेर हो। यतिको भएको छ। यिनीहरू चाहिँ सरिसकेको हो। अब अरू छ त्यसलाई पनि रोप्नु छ हो। यो मेरो मोल चाहिँ सुक्दैछ हो। यो भोलि काट्ने, आज चाहिँ भ्याइन हो। मेरो बुढाले लुगा धोएर सुकाएको। अनि मेरो नर्सरी चाहिँ अहिले चाहिँ मैले सबै मिलाएर यत्तिको बनाएको छु। हेर्नुहोस् ल, यसरी देखाउँछु ल। यहाँनिर हो सबै मिलाएर हो राखेको। यो कस्तो मजाले आइराखेको छ नि मन्स्ट्रेला। यहाँ छ फुल। चाहिँ दामी छ। स्नेक प्लान्टको भेराइटिजहरू चाहिँ यहाँ दिन्छ। लाइनै यो दुई लाइनै यसरी राखेको छु। अन्त यहाँ देखाउँछु ल तपाईँहरूलाई। मैले इजिलियालाई पनि मोलसोल थपेर चाहिँ यहाँ राखिदिएँ हो। टाढोबाट चाहिँ यतिको देख्छ हो। अन्त म चाहिँ यहाँ यतिको भइराखेको छु गरमले हो। बल्ल काम सकेँ। अन्त चाहिँ आज हातमुख धोएर खाना खान्छु हो। अन्त
आजको लागि चाहिँ यति नै। मेरो भिडियोलाई मन पराइदिनु होला, लाइक शेयर फलो कमेन्ट गरिदिनु होला है। थ्याङ्क यू सो मच, बाई बाई।